जुन स्टेडियममा अर्जेन्टिनाको तर्फबाट अन्तिम फाइनल हार्नु भएको थियो मेसी दाजुले, भोलि त्यही स्टेडियममा मेसी दाजु खेल्दै हुनुहुन्छ, त्यो पनि वर्ल्ड कपको फाइनल। मतलब यो रिग्ड नभएर के हो त यार? मान्छेको जिन्दगीमा यति धेरै ट्विस्ट कहाँबाट हुन्छ के? यो त भगवान आफैले सुनौलो अक्षरमा लेखिदिएको भाग्य हो के। लामिन यामलको कुरा छोडिदिनुहोस्, उसलाई बच्चामा नुहाइदियो, त्यो बच्चा अब भविष्यमा गएर डक्टर बन्थ्यो कि पाइलट बन्थ्यो कि खलासी बन्थ्यो कि अथवा प्लेयरै बन्थ्यो, कसैलाई थाहा थिएन। आज त्यही केटासँग, त्यही फुच्चेसँग फाइनल खेल्दैछ मेसी दाजुले। अनि अर्को ट्विस्ट, फेरि त्यही स्टेडियममा मेसी दाजुले अन्तिम पटक फाइनल हार्नु भएको थियो अर्जेन्टिनासँग, र त्यहाँबाट केही समय चाहिँ रिटायरमेन्ट पनि लिइसक्नु भएको थियो। भोलि त्यही स्टेडियममा गएर खेल्दैछ। यो के साह्रो ट्विस्ट हो क्या बाबा, ट्विस्ट माथि ट्विस्ट। कसम यार, यति ट्विस्ट फिल्ममा पनि हुँदैन क्या। मेसी दाजुको जिन्दगी अन एन्ड अफ जताततै बवाल छ क्या, भन्दा बवाल यार। यतिको मतलब कसैको जिन्दगीमा यस्तो हुँदैन होला। र भोलि त्यो 2016को फाइनलमा हारेको त्यो स्टेडियममा भोलि पर्सि भनौँ न अफिसियल्ली मेसी दाजुले त्यही स्टेडियमबाट फाइनल जित्नेछ। त्यो पनि दोस्रो के वर्ल्ड कप दोस्रो उठाउनेछ। भाइ यार, भगवानले पनि यार कोही कोही मान्छेलाई के साह्रो भाग्य दिएको यार।